मर्निङ गाइज सबैजनालाई। आज चाहिँ हामी फेरि तपाईँहरूलाई देखाउन गइरहेको छौँ हामी कहाँ जान आँटेको छौँ भनेर। हामी चाहिँ करेन्टली धनकुटा हिलेमा छौँ, हिजै आएको छौँ। अनि आज चाहिँ हामी हिँड्न जाने प्लान गरिरहेको छौँ। हामी चाहिँ बुवाहरूकोमा बसेको थियौँ हिजै आएर। यस्तो रेनी सिजन, यस्तो जाडो रहेछ अहिले यहाँनिर। म तपाईँलाई बाहिरको सिन देखाइदिन्छु ल। हामीले बनाएको मेस यस्तो छ, यस्तो छ, हुस्से लागेर पुरै यस्तो जाडो छ, यस्तो चिसो मौसम छ। उठेर भ्लग स्टार्ट गरेको हिजो चाहिँ ठ्याक्क आएर हामी गलेको थियौँ। अनि सुतिहाल्यौँ, अरू केही पनि गरेनौँ, भ्लग पनि स्टार्ट गरेनौँ, भ्लग पनि गरेनौँ। अब चाहिँ हामी मुखसुख धोएर अनि आज चाहिँ हामी बसन्तपुर जानको लागि रेडी भइरहेको छौँ। सबैजना गुराँस फुलेको टाइममा जान्छ र हामी चाहिँ बेलानको बेला जान आँटेको छौँ बसन्तपुर। यस्तो पानी परिरहेको छ, अब हामी जाने भनेर प्लान भइसकेको छ नि हामी जान आँटेको। हामी तपाईँहरूलाई देखाउँदै गर्छौँ न हामी के गर्छौँ भनेर। हामी ठिक परिसक्यौँ, हामी जान्छौँ अब। त्यो हामी मोइस्चराइजर सनस्क्रिनहरू केही लाउँदैनौँ, त्यही भएर यो लभ वार्मथको ग्लो गार्ड मल्टी केयर सन स्प्रे लाउँछौँ SPF 50 को। यो चाहिँ हाम्रो फाइनल टच हुन्छ। कस्तो निस्किन्छ रहेछ त अहिले। धेरै भयो, धेरैचोटि नलाउनु अरे। असली त अब तिमी पनि घाँटीमा लगाएको छैन? घाँटीमा पनि देखिन्छ, एक्सपोजर हुन्छ कक्रोच मार्ने दबाई जस्तो। यस्तरी यो चाहिँ हामी जस्तो अल्छी जो पनि हुनुहुन्छ नि सनस्क्रिन एप्लाई गर्न अल्छी गर्ने, अनि यो सनस्क्रिन मोइस्चराइजर एप्लाई गर्न अल्छी लाग्नेहरूलाई चाहिँ एकदम बेस्ट हुँदो रहेछ। कोरियन प्रडक्ट हो, राम्रो हुन्छ, रिकमेन्ड गर्छु। अब चाहिँ हामी घरबाट निस्क्यौँ अनि जान आँटेको यहाँ हाम्रो बुवा। अब यति थाहा छ कि हामी चैनपुर जाने बसमा चढेर देउरालीमा झारिदेऊ हामी बसन्तपुर पतिभरा मन्दिर जाने भनेर भन्ने हो, अरू केही थाहा छैन। होला भ्यू चाहिँ उहीँको मान्छे देखिँदैन। ल गाइज हामी चाहिँ बसन्तपुर आइसक्यौँ। बसन्तपुरको भ्यू चाहिँ यस्तो छ। अहिले बसन्तपुरमा छौँ। अब बसन्तपुरदेखि चाहिँ अटोमा चढेर के पो देउरालीसम्म गएर अनि त्यहाँदेखि पतिभरा मन्दिर जाने। अब अटो खोज्न जाऊँ। आऊ, चिसो छ अनुसार हेर्दैछ। हामी अटोमा बसन्तपुरदेखि पतिभरा मन्दिरसम्म जाँदैछौँ। चाहिँ अब मन्दिर जाने ठाउँसम्म आइपुग्यौँ। सामान किन्दैछौँ, यो र फुल बोकेर जाने, यो र फुल लगेर मन्दिर जाने। पुग्न आँटिसक्यौँ। यस्तो जाडो छ यहाँ। हार्ट बिचरा नै हुन्छ अब। हामी चाहिँ यस्तो कुहिरो लागेको छ। यस्तो छ भ्यू। ए हो नि त हाम्रो नेपाल, मेरो नेपाल। या सुसे उडेको। हामी चाहिँ आइपुगिसक्यौँ फाइनली। हामी यहाँ एकछिन टाइम पास गर्न आँटेको। आगो रहेछ। आगो त हुन्छ त नि। लुइटा हामी चाहिँ टिका पनि लगायौँ, बुवाले टिका पनि लगाइदिनु भयो। अब हामी मन्दिरबाट जान्छौँ। हामीले चाहिँ प्रसाद पनि खायौँ। मैले प्रसाद चोरेर खाएको। हामीले चाहिँ चोरेको होइन, जे पनि भगवान्कोमा थियो अनि मैले लिएँ। परमिसन चाहिँ मागेको, भगवान् हामीले लगेको, मैले लगेको भनेर। हामी त्यो ग्राउन्डमा चाहिँ जान पाइनौँ क्या।
आर एट पिस आऊ तिमी यहाँ ला डेरी मिल्कै छैन के थाहा आदि थाहा पनि उसलाई अर्थको क्रिचरलाई प्रसादले सानो सानो क्रिचरहरूलाई यसरी प्रसाद फ्याँकिदियो कि अरे फ्याँकेको होइन खोल्दाखेरि झरेको हेर कति राम्रो ठाउँ कति राम्रो ठाउँ छ यता पनि यता पनि यस्तो भ्यू छ यो जुम गरेर देखाउन यो फुल यस्तो फुल छ राम्रो राम्रो फुल छ हामी पनि राम्रो छौँ आऊ कस्तो अननेचुरल लाग्छ आफूले भिडियो गर्नु भयो ए हुन्छ कस्तो राम्रो उग्रेको छ ओए उता धारा रहेछ नि राम्रो उग्रेको छ अहिले दर्शन गरेर हिँडिसक्यौँ अब यहाँ तल आइसक्यौँ सस्ती टेम्पल हामी तिनजुरेको गुराँस फुल्ने ठाउँमा आएको छौँ तर गुराँस चाहिँ छैन यस्तो छ भ्यू पोखरी कस्तो ग्रिन वाटर धनकुटाको कुरकुरे आरआर गार्डन अरे हामी चाहिँ अब यहाँ घुम्न आँटेको यो चाहिँ आरआर गार्डन भित्रको सिनहरू यस्तो रहेछ यस्तो छ ब्राइटनेस कति राम्रो त्यो बाटो रहेछ जाने ल यो चाहिँ हामी आरआर गार्डनको लास्टमा आइपुग्यौँ यस्तो रहेछ के भन्छ फ्लोरा एन्ड फाउना गार्डन टुर पनि फिनिस्ड हामी तिनजुरे घुमिसक्यौँ अनि आएर यहाँनिर बसन्तपुरमा खाजा खान आँटेको यहाँनिर खाजा खाएर चाहिँ हामी फेरि हिले हुँदै हामी घरै जान्छौँ हामी तपाईँलाई देखाउँछौँ हामी यहाँ खाजा खाएर जान्छौँ गाडी चढेर हिलेसम्म जान्छौँ त्यहाँदेखि घर जान्छौँ हिँड्दै हिँड्दै बस भेट्यौँ अब बसबाट चाहिँ हिलेसम्म जान्छौँ अनि हिलेदेखि फेरि हिँड्दै हिँड्दै घर जान्छौँ जब चाहिँ हामी हिले बजारमा उत्रेर अनि त्यहाँदेखि घरतिर जाने बाटोतिर जाँदैछौँ फटफट हिँड्दै अनि चाहिँ तपाईँलाई घर गएर देखाउँछौँ ल फेरि घाम लागेर यस्तो भएको छ नि हामी जाँदैछौँ फेरि हुस्से लाग्यो चाहिँ फाइनली पुगिन आँट्यो त्यहाँनिर त्यो चाहिँ घर हो हाम्रो घर आइपुग्यो यस्तो झलाहरू त्यस्तै हो यस्तो चिसो छ हुस्से आइपुग्यौँ अन्त चाहिँ सुति पनि छ कि हामी चाहिँ हिलेदेखि बसन्तपुरसम्म हाइसमा गयौँ अनि त्यहाँदेखि उता मन्दिरसम्म चाहिँ अटोमा गयौँ र त्यसरी नै फर्क्यौँ अब चाहिँ हामी घर आइसक्यौँ अनि हामी चाहिँ एकदम गलेको छौँ अनि यहाँ जाडो पनि छ अब चाहिँ हामीले ब्लग पनि इन्ड गरेको हामी अनुसा चाहिँ नउठ्ने अरे अनुसा